जिन्दगीमा धेरै गर्न त के सकिएला र, एक दिन त सबैले यो धरती छोडेर जानै पर्छ। तर समयमा आफ्नो जिन्दगीको कुछ पल निकालेर, कुछ समय निकालेर घुम्ने गर्नुहोस्, घुम्ने जाया करो दोस्तों भन्ने एउटा इन्डियाको हिन्दी कहावत एकदमै फेमस छ। यहाँ पनि मैले आज यो ठाउँमा आएर चाहिँ लाग्यो जिन्दगीमा घुम्नु पनि पर्ने रहेछ। यो सांसारिक तनाव, टेन्सन, प्रेसरहरूलाई चाहिँ अलिकति आफ्नो दिमाग मन मस्तिष्कबाट चाहिँ दिमागबाट टाढा गर्नको लागि चाहिँ अलिकति घुमेर आफूलाई इन्जोय पनि गर्नुपर्छ। ल हेर्न सक्नुहुन्छ यो चाहिँ तल यताबाट चाहिँ सनराइज भएको छ। सनराइज चाहिँ अहिले चाहिँ अलि ढिलो भइसक्यो, तर यो चाहिँ बिहानै तपाईँ 6 बजे यहाँ पुग्नुपर्ने हुन्छ। अहिले म यो भिडियो रेकर्ड गरिराख्दा चाहिँ 8 साढे 8 बजिसकेको छ। र तल चाहिँ दमौली बजार छ, यो पनि म तपाईँहरूलाई अहिले देखाउने कोसिस गर्छु। एकछिनमा चाहिँ यो कुहिरो फाटेर यहाँ चाहिँ बजार देखिन्छ, त्यो पनि देखाउने कोसिस गर्छु। अहिलेलाई चाहिँ तल कुहिरो बसिराखेको छ। यहाँबाट चाहिँ यो मानुङकोटबाट चाहिँ तपाईँको मेरो ब्याकग्राउन्डमा हेर्नुहुन्छ भने, टाढा हेर्नुहुन्छ भने उहाँ चाहिँ हिमाल देखिरहेको छ, अन्नपूर्ण माछापुछी, साथै यो चाहिँ मानुङकोट डाँडाको भ्यू पोइन्ट।